हेलो साथीहरू, आज चाहिँ म बनाउँदैछु काँचो आलु चप। आलुलाई यसरी स्लाइस गरेर नुन पानीमा डुबाएर राखेको। यता मैले नुन बेसन मसलाको पेस्ट बनाएको छु, हर्दी पनि हालेको छ है मैले। फुकिसकेको छु मैले। को लागि तेल हाल्दैछु। यसरी पेस्ट अनि ज्वाइँ अनि मजाले रातो क्रिस्पी बनाएर तार्ने। आयो कस्तो मजाले बलिरहेको। यतिको रातो भएपछि अनि झिक्ने ल। हेर्नुहोस् त कस्तो खाउँ खाउँ लाग्दो भएको। यसरी बिरे नुन लगाउँदै खानु मिठो हुन्छ। म दिँदैछु हजुरआमालाई। एउटा थप्नु भयो हजुरआमा। मिठो लागेछ हजुरआमालाई। हजुरआमाले 4वटा पिस खानुभयो। हेर्नुहोस् त कस्तो मिठो गरेर खाँदै हुनुहुन्छ। यिनबाट थाहा पाउनुहोस् ल आलु चप मिठो छ कि छैन भने। भिडियोलाई मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद।